लेले हैन लेलेमा चाहिँ वैशाख 1 गते बसालिन्छ टक्क यहाँ चाहिँ हैन हाम्रो आगो बलिरहेछ है टक्क हैन अनि ठ्याक्क यहाँ मासु चाहिँ टक्क छ है टक्क हैन हामी 12 जना हैन टक्क है यस्तो छ है अनि अब यो हैन बाहिरको दृश्य चाहिँ यस्तो छ हैन हो पर हैन काठमाडौँदेखि नै जङ्गल एकदमै लगायत सबलाई 2082 सालको धेरै धेरै शुभकामना ल ल सबैजनाले हाम्रो दर्शकहरूलाई के भन्न चाहनुहुन्छ हाम्रो मधुकर सरबाट सुरु गरौँ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई 2082 को मङ्गलमय शुभकामना देश विदेशमा रहनुहुने सम्पूर्ण साथीभाइ इष्टमित्रहरूलाई नयाँ वर्ष 2082 को शुभकामना ह्याप्पी न्यू इयर सेम टु यु त्यसै गरी हाम्रो सर हेलो ह्याप्पी न्यू इयर सब साथीभाइ यताउति सबलाई सम्झाएर भनिदिनु सबैलाई मलाई चिन्ने जतिलाई एकदम ल सबैलाई न्यू इयरको शुभकामना त्यसै गरी यता आउनुहुन्छ हाम्रो सुदन केसी अनि हाम्रो टुटेको मनका जेठाबा एकदम व्यस्ततामा रहनुहुने आज चाहिँ क्याम्प फायर गर्न हामी चाहिँ लेलेको डाँडामा आइपुगेका छौँ अनि अहिले चाहिँ अलिकति उहाँ व्यस्तताको कारणले अलिकति पछाडि बस्नु भएको छ त्यसै गरी उहाँको भनाइ राख्न चाहन्छु सम्पूर्ण देशमाथि देश विदेशमा बस्नुभएका सबैजनाले 2082 सालको मङ्गलमय शुभकामना बोतलै हो क्या ओ सर यार बोतलै अनि यो चाहिँ के हो नि बाबा यो अस्तिको 2081 सालमा मारे हैन अहिले हामी 82 मा खाँदै 2 गते आज ट्याक्क 2 गते अरु सबैको 1 गते यस्तो हुन्छ नि फेरि रातो सेतो बोइल हुन्छ अस्ति चाहिँ यो फेरि यो जंगलको बदल है जंगलको एकदम जंगलको घाँस कति ठुलठुलो हाल्यो भने कहिले पाक्छ त्यो सानो नपारी ए भरे राति अनि भाबी चाहिँ के हेर्नुतिर गइरहेको जिन्दगी कामी छ सबै ठीक